कता हाल्यो के लानु भयो मेरो फोन बेच्नु भयो 5000 दियो फोन त कताबाट लानु तँहरूले त अगाडि त उको गाडीमा लिएको मौसमको किन चाहिँ बालेको अनि अघि नै होइन नि म त पालिराख्दाखेरि हुन्छ होला नि मैले नै पाल्दिनँ ल हुन्छ होस् छोडिदियो खोइ न त अनि खोइ लु डाङ डाङ डुङ डुङ डाङ डाङ के विशालले दुईटैले पक्रिन यता चाहिँ के पड्काउनु पर्ने फेरि ल ह्याप्पी बर्थडे ह्याप्पी बर्थडे ह्याप्पी बर्थडे ह्याप्पी बर्थडे ल ह्याप्पी बर्थडे ल सकिगयो त यति नै खानेकुरामा लागो त कसरी खानु खै बाउ त पालाम पनि हाल्यो त कोही बेला त घोक्रो सुगिन्जाल कराउँछ त ला यता नगर्ने रे हाम्रो कान्छालाई त के बनाइदियो त ल अब काटा त्यो निकाल त्यो 12 भएको टिका चाहिँ केले मुस्नु पर्ने उ दहीलेको तँ केमा राख हो त छेउमा कता राख्नु त्यो खाऊ खाऊ खाइहाल टिका नचला दही हो यो सेटल बनाउनु नलाओस् न त उ भाले हो कि अनि बसा बसा तिमीहरू यहीँ बसा अलिकति यता साइडमा ल यहाँ बर्थडे नानाको बर्थडे खान्छ छोराले होइन होइन टुम्पुने ए बढी छ त राको पे ल खोइ अनि बर्थडे हुने मान्छेको टोपी खोइ टोपी हुन्छ होइन केही नलाउने अरे नि त अघि भनेको नलाउने अरे सिम्पल ए यता खरी बोक्नेहरू पनि रहेछ है दुईजनाले त कता सफा भएर आएछ आज त ल आज त सफा भएर आएछ है ल ए हुन्छ ल यहाँनिर काट अनि कोपाले खुवाइदिन्छ तँलाई 4 दिदी बहिनीहरू पहिले टिका लगाइदिनु हुन्छ अनि मात्रै ल कोपाको गोले यहाँ टिका हालिदिँदैछ यहाँ दुईटा दाजुभाइ छ एउटा सानो भाइ यहाँ बोकी माग्दैछ कहिले अब ह्याप्पी बर्थडे कहिले ह्याप्पी बर्थडे ल यता बाहिर सबैजना हुनुहुन्छ कोपी पनि खुसी छ आज फलो गरिदिनु होला कोकु साह्रै खुसी छ है आज ल हाम्रो कोकु नातिनीको बर्थडे खानु पाउँदा ल ल यता साथीहरू एउटा साइरी भन्दै बर्थडेको बेला भाइ छिटो एउटा साइरी भन्दै सोच सोची छिटो लो फेरि भएन सुरुबाट फेरि भन् फेरि सुरुबाट खोइ
कबर कछुवा ख खरायो ब्रेसकालमा स्मृति स्कुल गएको जुत्ता हरायो ओहो ल ल फेरि फेरि ल फेरि फेरि ला जुत्ता होइन चप्पल आयो ल चप्पल आयो ल ल है चप्पल आयो सोल्टिनीको लागि कविता त खतरामा दियो त बाबै ल अनि फेरि एउटा भन्नु न कविता अच्छा सुँगुरको भन्दै इङ्ग्लिसबाट भन्छ सुँगुरलाई पिक त्यो त फटाफट ए फटा त नभने अरू भन्दा अरू अरू खै ए त झाप भइगयो त नि सम्झिँदै सम्झि छिटो कोकुलाई देखाउँछु म कोकु के हेर्नु आएको कोकु कोकु ब्यालेन्स आएको हेरेको नि हो ब्यालेन्स आएको हेरेको हर्क सम्मान ए कमलले देखेर फेरि पैसा नपठाउला घरमा माटोमा भोट दिएला नि त म पैसै पठाउँदिनँ भन्थ्यो चौतारीको भाइ यहाँ कोकु पनि खुसी छ ल कोकु भिडियो हेर्नु भएको भन्नु न आमा ल साह्रै खुसी छ ल आज हाम्रो कोकु लहै पैसाको लागि पो हेभी गोटे लगाइदिइरहेको थियो जस्तो लाग्यो यो फोटो चाहिँ पठाइदिएको भन्नु सक्नु पढाइमा त पढाइ हुने पछि भयो आर्मी नि हुनुपर्छ ऊ त अस्ति आउँदाखेरि आर्मीहरू कस्तो मजाले ड्याङ हुँदै थियो हो जस्तो पढेर त्यस्तो त्यसरी खुवाइदिनु नातिनीलाई नानी ऊ कोकुले खुवाइदिनु